सविता म्याम आज आउनुभएको छ 1 महिना पछाडि। म्याम हजुर भक्तपुरदेखि आउनु भएको है? हजुर हजुर हजुर। तपाईँको यहाँ आउनुभन्दा अगाडि के समस्या थियो म्याम? त्यो घुँडा दुख्ने होइन, अनि हड्डी खिएको थियो। घुँडाको हड्डी खिएको। घुँडाको हड्डी खिएको। कति भयो हजुरको घुँडाको हड्डी खिएको भनेको? 1 वर्ष। 1 वर्ष भयो। पोहोरदेखि सिभिल गएको थिएँ। हजुर हजुर। त्यहाँ पनि अब हड्डी खिएको निको हुँदैन भन्ने कुरा भयो। थेरापी नै गएँ पेप्सीमा। हजुर। त्यहाँ पनि त्यस्तै अब यो आइराख्नु निको चाहिँ हुँदैन नै भन्नुभयो। ए हजुर। उहाँले पनि। ए यहाँ आएर त हजुरले यहाँको नेचुरल औषधि खाएर लेप लगाउनु भएको जस्तो है? 2 पल्ट लेप लगाएँ। 2 पटक लेप लगाउनु भयो। अनि दबाई 1 महिना खाएँ। हजुर। पनि अहिले कस्तो छ अहिले? अहिले दबाई ठिक छ। अहिले ठिक छ? हिँड्न हुने तलमाथि सबै गर्छु। रातभरि पोल्थ्यो, अहिले पोल्दैन। सुतिरहँदाखेरि तपाईँको चुप्लाएर बस्दा पोल्थ्यो पनि? पोल्थ्यो नि। ए पोल्ने। अहिले पोल्दैन? ए अहिले तलमाथि हिँड्नु पनि सजिलो छ? मजाले हिँड्छु। अहिले दुखाइहरू छैन? अब यो जाडो लागिसकेको छ, त्यस्तो तपाईँलाई बढेको छैन? ल कस्तो राम्रो। र अब तपाईँको 1 महिनामा यति राम्रो भएको छ। यस्तो घुँडाको हड्डी खिएको, नसा च्यापेको केसहरूमा अब हामी कहाँ चाहिँ तपाईँको यो नेचुरल उपचार गर्दाखेरि, लेप लगाउँदाखेरि जुन किसिमको रिजल्ट हाम्रो सविता म्यामलाई आएको छ, प्रायः यहाँ हजारौँलाई राम्रो भइराखेको छ। हजुरलाई जुन यहाँको उपचारमा यो राम्रो भए पछाडि खुसी हुनुहुन्छ नि? एकदमै खुसी। धेरैभन्दा धेरै खुसी। ल हस् म्याम, हस्। हजुरको अब कसैलाई त्यस्तो समस्या भयो भने हजुरले भन्दाखेरि हुन्छ। हस् हस्।